हेलो नमस्ते आस्याहरू सेवा सेवपाखा झोझो लपा फ्याफुला टाँसिगेले झोरले भैँस राम्रो घोरले म हुँ तपाईँहरूकै चिन्जानको मित्र कृष्ण लावती ठुलो कान्छा। आज मैले यहाँहरूलाई हाम्रो देशभन्दा पर अन्तर्राष्ट्रिय जगतमा समेत चर्चाको शिखरमा रहेको पाँचथरको यासक स्थित कुमायक कुसायक दर्शन यात्रासँगै सो स्थानमा परापूर्व कालदेखि चलिआएको त्रिशाली मेलामा समेत सहभागी गराउनेछु है। आजलाई म यात्रामा हिँडेँ, यात्रामै हाम्रो भेट हुन्छ। जय होस्। हामी अमरहाट बहिनीको घरबाट गाडी चढ्ने गरी त्रिशाली मेला पाँचथर यासुकतिर प्रस्थान गर्दैछौँ। कति दिन भयो त्यो त भोलिबाट आजबाट सुरु है आजबाट सुरु दाजु हामी लाग्यौँ अब ओके अहिले हाम्रो यात्रा अमरहाटबाट सुरु भइसकेको छ उकालो र पिपलको चौतारीमा पुग्यौँ र त्यहाँबाट अगाडि बढ्दैछौँ र अहिले हामी यो त्रिवेणी चोकतिर हामी अगाडि बढ्दैछौँ र करिब करिब त्रिवेणी चोक पनि आइसक्यो र त्रिवेणी चोक काटेर हामी अगाडि बढ्दैछौँ र हाम्रो यात्रा वेलफेयर अफिसको कुइनेटोतिर अगाडि बढ्दैछ र यो कुइनेटो पनि हामीले काटेर अगाडि बढ्दैछौँ र अहिले हाम्रो यात्रा चाहिँ शिवालय मन्दिरतिर लाग्दैछौँ र शिवालय मन्दिर करिब करिब पुग्न लागेका छौँ र शिवालय मन्दिर पुग्नलाई हामीलाई थोरै मात्रै बाँकी छ र शिवालय मन्दिर पनि देखियो र हामी शिवालय मन्दिर कटेर अगाडि पनि बढिसक्यौँ र हाम्रो यात्रा अब पेट्रोल पम्प बेस क्याम्प पनि भनिन्छ र त्यतातिर गइराखेको छ। बेस क्याम्पमा यो पेट्रोल पम्पमा गाडीहरूले तेल लाउने गर्छन् तर हाम्रो गाडीले तेल नलाउला जस्तो छ किनभने हाम्रो गाडी दमकबाट आएको गाडी हो र हामी अब सिधै उता यो भालुखोला कुइनेटोतिर हामी जाँदैछौँ र भालुखोलाको कुइनेटो बाट चाहिँ हाम्रो कुइनेटोबाट चाहिँ घुमेर भेडेटारतिर हाम्रो यात्रा कुइनेटोतिरै अगाडि बढ्छ र यो बाटो पनि उता सुरु भएर उता गइसकेको छ। हामी कुइनेटोबाट अगाडि बढेका छौँ भेडेटारतिर। हामी धरान छोड्ने क्रममा सुन्दर सारङ्गा रिसोर्ट पुगेर हामी फन्को मार्ने लागेका छौँ र हामी अगाडि बढ्दैछौँ र आजको धरानको मौसम त्यति क्लियर त छैन तथापि पनि यहाँबाट तल पञ्चकन्या चाहिँ देखिँदैछ र अन्य भाग पनि थोरै देखिन्छ। हामी अब यो कुइनेटोतिर धरान भ्यू होटलतिर हामी अगाडि बढ्ने क्रममा कुइनेटो मार्ने क्रममा हामी छौँ। आज संयोगै भन्नुपर्छ झापा दमकबाट आउने प्यासेन्जरहरू लाउदी चेलीहरू सुनसरीका लाउदी चेली ज्वाइँ चेला र सुनसरीकै लाउदी दाजुभाइहरूको एउटा रमाइलो सौहार्दपूर्ण पारिवारिक यात्रा जस्तो हामीलाई फिलिङ भएको छ र हामी यासक जाँदैछौँ र रमाइलोसँग जाँदैछौँ। हामी भेडेटार बजार आइपुगेका छौँ। यहाँ देश विदेशका मान्छेहरू आएर रमाउने गर्दछन्। खासै आज भेडेटार उज्यालो छैन मौसमले गर्दाखेरि। हामी अहिले यो इमानसिंह चेम्जोङको शालिगलाई टर्न गरेर हामी दोभानतिर लाग्दैछौँ
र यहाँ एकछिनपछि हामी यहाँ बिसाएर जानेछौँ र हामीले त्रिशाली मेलाका कुराहरू गफहरू पनि गर्ने गरेका छौँ। कति वर्ष पछाडि भेट भयो है माइती अब धान नाच्नु पर्छ माथि उहिलेको थाङपेन मान्छेहरूसँग अब अनि तपाईँहरूको उहिलेको मान्छेसँग अब यसो कन्ट्याक्ट गरेर नाच्न हामी हाम्रो थाङपेनसँग त्यत्रो उयो छ त फेसबुकहरू किन त्यसो भयो गुनासो नगर्नु न हौ काका। यो हाम्रो यासकतिर जाने गाडी हामी थुप्रै यात्रीहरू छौँ र हाम्रो यो धरानदेखि यासकसम्म जाने हाम्रो गाडी यो ल यहाँ हाम्रो केश कुमारी मेरो बहिनी हुनुहुन्छ। हामी त्रिशाली मेला हिँडेको त्रिशाली मेलामा रमाइलो गर्छौँ, रमाइलो गर्नु धान पनि नाच्नु भएन नाच्ने नि ल तरेबाहरू ठिक ठिक भएको निम्तो दिएको छौ के त सुपारी दिनु बाँकी छ ल ल ल हाम्रो यात्रा यासोकतिर बढिरहँदाखेरि भेडाटारदेखि उँधो सुन्दर कार्की छाप भएर हामी जाँदैछौँ। बाटोमा सुन्दर पहाडका दृश्यहरू 24 पहाडका दृश्यहरू हामी हेर्दैछौँ देख्दैछौँ र बुढी मरङ पनि यहाँबाट देखिँदैछ। यतापट्टि धारापानी र गोलखाडी भन्ने फेमस ठाउँहरू पर्दो रहेछन् र अहिले हामी चारकोले गोलाइमा छौँ र यो चारकोले गोलाइ अति सुन्दर मनमोहक ठाउँ लाग्दैछ। पहाडका बादलका सुन्दर मन हर्ने दृश्यहरू हामी हाम्रो अगाडि देखिराखेका छौँ। अहिले हामी नमस्ते झरनाको प्रवेशद्वार सुन्दर स्थलमा आइपुगेका छौँ। यहाँबाट यात्रीहरू नमस्ते झरना हेर्न यहाँबाट प्रवेश गर्दछन्। यो अति नै मनमोहक प्राकृतिक दृश्यहरू यहाँबाट देख्न पाइन्छ र यो चाहिँ अति सुन्दर छ। यो आउने गाडीहरू धनकुटाबाट आइराखेका छन्। अब हामी हिँड्ने क्रममा यो सिसुवा बजारमा पनि हाम्रो आगमन भइसकेको छ र यो अति सुन्दर छ। यहाँ हामी लेउटी खोलाको चाहिँ खाना खाने स्ट्यान्डमा हामी पुगेका छौँ। यो चाहिँ एउटा होटल रहेछ, पुरानोबाट चालिएको रहेछ, अजय होटल, साँगुरीगढी 7 धनकुटा पर्दो रहेछ। यहाँ हाम्रो चाहिँ अब यहाँ एकछिन बसाइ खुवाइ हुन्छ। के गर्छौँ हामी यहाँ खाना खान्छौँ? खाना खान्छौँ नानीले टोकन लिँदै हुनुहुन्छ हामी खाना खाने भनेर। माछा भात बसेको के भात खानु रे नानी? माछा भात खाने। ल ल ठिक छ। खानातिर हामी लाग्दैछौँ। यहाँ जय हुनुहुन्छ हाम्रो। खाना कुन माछा भात कि मासु भात खानु हुने? माछा भात खाने हो। ल ठिक छ। खानातिर लाग्यौँ है त। माछा खाना, माछाको खाना नानी। म पनि छु माछा खाना। हामी खानापछि तम्बर कोरिडोरको सुन्दर ठाउँ र प्राकृतिक दृश्यहरूले भरिपूर्ण सिनहरू हेर्दै जाने क्रममा बाटामा पर्ने प्रख्यात बाख्रा चौक, नयाँ खोला र अन्य सुन्दर खोला नालाका दृश्यहरू हामी देख्न पाइराखेका छौँ र पारिपट्टि देखिने सुन्दर थाकेलुङ धर्मस्थलको सुन्दर सिन पनि हामीले देख्न पाइराखेका छौँ। यसरी हाम्रो सुन्दर तरिकाले हाम्रो यात्रा अगाडि बढिरहँदा हामी फलामेटारमा आइपुगेका छौँ। फलामेटारको यो सुन्दर देखिने मकैको घारी अति मनमोहक छ, जो कोहीको पनि मन हर्न सक्छ भन्ने मलाई लाग्छ र बडा सुन्दर तरिकाले हाम्रो यात्रा अगाडि बढिराखेको छ।
अब केही छिन पछाडि हामी यो फलामेटारको चोकमा हामी विश्राम गर्नेछौँ र त्यसबाट हामी अगाडि बढ्नेछौँ। उहाँहरू हुनुहुन्छ हाम्रो यात्री, सँगै यात्रा गर्ने यात्रीहरू हुनुहुन्छ। यिनीहरूमध्ये माथिल्लो छेउमा हाम्रो आजको गुरुजी ड्राइभर पनि हुनुहुन्छ। यहाँबाट उत्तरतिर देखिने सिनहरू यस्ता देखिन्छन्। उहाँ हाम्रो लागि बडा महत्त्वपूर्ण आजको लागि व्यक्तित्व हुनुहुन्छ, सधैँको लागि। छोटो परिचय पाउन गुरु। ए हस्, नमस्कार। हजुर, मेरो सुरेन्द्र चामलिङ राई हो। ए अनि घर चाहिँ तपाईँको यतै माथि? हजुर, घर मेरो जन्मथला 5 थरिया छ, ट्राफिक 9 नम्बर हो। अहिले चाहिँ कुमाई 1 पर्छ। अब हामी यहाँ एकछिन रहने काम सकिएको छ र अब हामी यहाँबाट जाँदैछौँ। हाम्रो यात्रा अगाडि बढ्दैछ र यहाँ हाम्रो ज्वाइँलाई म सोध्दैछु कति समय लाग्छ भनेर। अब 1-1.5 घन्टा त लाग्ला। हामी फलामेटारबाट यासोक त्रिशाली मेला 2083 को लागि फेरि यात्रा अगाडि सार्यौँ। बाटोमा पर्ने प्रख्यात धनसार खेती हुँदै हामी अगाडि बढ्यौँ। जुन धनसार खेती चाहिँ पद्मसुन्दर लावतीको धनसार खेती भनेर प्रख्यात नामले बुझिँदो रहेछ र 60 मुरेको उकालो जहाँ माझीटार ताप्लेजुङ जाने बाटो र यासोक जाने बाटो छुटिएको हुन्छ र अब पारिपट्टि देखिने ढुक्कुरे गाउँको सुन्दर प्राकृतिक दृश्यहरू अवलोकन गर्दै हामी बिस्तारै अगाडि बढिराखेका छौँ र हामी ओखलढुङ्गातर्फ लागिरहेका छौँ र यो ओखलढुङ्गा हाम्रो यो 5 थरमा पनि छ भन्ने कुरो हामीलाई जानकारी छ र ओखलढुङ्गा अर्को चाहिँ के हो भने यो बदाम खेतीले प्रख्यात छ भन्ने कुरा चाहिँ छ। यो सुन्दर गाउँ बस्तीहरू हाम्रो अगाडि पर्दै गर्दाखेरि हामीलाई बाल्यकालको सम्झना आउँछ। बाल्यकालमा रमाइलो गरेका गाउँघरको बेला बखत हामीले रमाइलो गरेका कुराहरू हामी सम्झन्छौँ र हामी अहिले सिमले, तल्लो सिमले देखिरहेछौँ र माथिल्लो सिमले पनि देखिरहेछौँ र तल्लो सिमले माथिल्लो सिमले हाम्रो आँखा अगाडि छ र यसो हुँदै हामी बिस्तारै प्राकृतिक दृश्यहरू हेर्दै खाल्डे हुँदै हामी अगाडि बढ्दैछौँ र अगाडि बढिरहने क्रममा हाम्रो जुन मनोरम्य दृश्यहरू अगाडि छँदैछन्। यो देखिएको सल्लाहगारी चाहिँ वास्तवमा बडा आकर्षक छ। यो चाहिँ भदौरे गाउँ आउनुभन्दा अगाडिको सल्लाहगारी हो। यो सल्लाहगारी हामीले पार गर्दै गर्दाखेरि भदौरे गाउँ पनि आइपुगिसकेका छौँ। यो भदौरे गाउँ पूर्व मन्त्री पद्मसुन्दर लावतीको जन्मथलो हो। यो गाउँ पद्मसुन्दर लावतीको जन्मथलो हो भन्ने कुरामै यो अलिकति प्रख्यात छ। साथै यो लावतीहरूको चाहिँ पुरानो पूर्वज पुर्खाहरूको थलो हो भन्ने कुरा हामी सिधै बुझ्दछौँ र हामी यो भदौरे, सुन्दर भदौरे चाहिँ पार गर्दै गर्दाखेरि हामी यो यासक बजार पनि हामीले प्रवेश गरिसकेका छौँ र यो यासक बजार प्रवेश गरेर हामी अब केही छिनपछि यहाँ एकछिन बिसाएर हामी हाम्रो कर्णलावती दाइ दाजुको घरमा हामी बास बस्न जानेछौँ। अहिले हामी यो विश्राम लिइरहँदै गर्दाखेरि खास गरिकन यासक बजारको हामी अवलोकन गर्दैछौँ। यो चाहिँ हामी यो मेलाको अघिल्लो दिन हामी आइपुगेको अवस्था हो। यो देखिँदै गरेको गाडीमा हामी आएका हौँ
र हामी खास गरिकन मेलाको अघिल्लो दिन यासे बजारलाई कसरी तयार गरिँदैछ भन्ने कुरा नै हाम्रो अवलोकन हुनेछ र हामी अलिक पर चोकतिर जाँदैछौँ। यहाँको मौसमबारे पनि हामी अनुभव गर्दैछौँ र हामी अगाडि बढ्दैछौँ र यो मौसमको बारेमा के छ कसो छ भनेर बिना लाउतीलाई म सोध्नेछु। घाम टन्न लाग्यो भने पनि हावा चाहिँ चिसो आउँदो रहेछ क्या यहाँ, त्यो चाहिँ बडो रमाइलो लाग्यो। मन प्रफुल्ल छ होइन? एकदम एकदम। हामी अब यो पर देखिँदै गरेको चोकमा पुग्छौँ। यो खास गरिकन मुख्य चोक हो र यहाँ हामी केही छिन पछाडि यहाँ अवलोकन पछाडि बिस्तारैसँगले अब हामी यहाँ अवलोकन पछाडि वासस्थानतिर हामी लाग्दैछौँ। यो यासकको मुख्य आकर्षक केन्द्र यो चोक हो, जहाँ भूतपूर्व मन्त्री पद्मसुन्दर लावतीको यहाँ शालिग बनाइएको छ, सुन्दर शालिग। उनी चाहिँ वास्तवमा 5 थरको विधाता थिए भन्ने कुराहरू हामी जान्दछौँ। उनी 5 थरको भाग्य विधाता थिए भन्ने कुरो सबै मानिसले यो 5 थरमा भन्ने गरेका छन् र यो चोक सिँगारिसकिएको छ। यो सुन्दर चोककै क्षेत्रभित्र एउटा सुन्दर परेवाको खोर, सुविधाजनक खोर बनाइएको छ। यो एकदमै परेवा मैत्री पन्छी मैत्री छ। यो चाहिँ पूर्व मन्त्री पद्मसुन्दर लावतीले बनाउनु भएको भन्ने मैले सुनेको छु। उहाँ वास्तवमा पन्छी प्रिय हुनुहुन्थ्यो भन्ने कुरो यसबाटै साबित हुन्छ। म त यो संरचनाले अति नै आकर्षित भएँ र बडा सुन्दर छ। यो सुन्दर संरचनाले एउटा वास्तवमा हामीलाई पन्छी प्रेमी हुनुपर्छ भन्ने एउटा पाठ पनि सिकाएको छ र यो सुन्दर बनावटले वास्तवमा यो सुन्दर चोकलाई अरू थप सुन्दर बनाउन मद्दत मिलेको छ। यो 5 थरको एउटा महत्त्वपूर्ण ठाउँ, संसारमै नाम हल्लाउन सफल भएको यासे बजार चाहिँ बेहुली जस्तो सिँगारिएको छ। जुन त्रिशाली मेला 3 वर्षमा एकपटक उठ्ने मेला चाहिँ भोलिदेखि सुरु हुँदैछ। पहिलो दिन भोलि 23 गते र छठी देवी कुमयक मन्दिरमा भोलि पूजा सुरु भएर सबै कार्यक्रमहरू सुरु हुनेछ। हो निर्मला पनि सेवारो के सुटिङमा हुनुहुन्छ कि हो? ए ल धन्यवाद। ल वेलकम छ ल ल धन्यवाद छ। हजुरलाई कैद गर्न पाउनु सौभाग्य भयो। ल धन्यवाद है त। ए सेवा ए हो र? यी भर्खर त्यहाँ गाडी राखिरहेछ हाम्रो त्यो सुरेश हो कि सुरेन भन्ने फाल्टेको अरे। अनि अझै हुनुभएको भतिज अझै ए ल होइन कुन गाडीमा हुनुभयो? ए अनि साइलाको मात्रै ओहो आयो कि घर पठाएँ। सेवारो लु तपाईँ पनि आइपुग्नु भयो? लु राम्रो छ। ल लौतीका म वेलकम छ है त। सेवारो आदमको सेवारो तमसुङ पङ्नाम पिर्साली मेलाले आराम से जम्मा आदमी छी अल्टादी अछिन्दा नामरिक भयो या राजगो
चाङबोङ वाबोङ पानी तर याकथुङछासी मुवा लौतिसी मुवा सम्बाम्बे जम्मा के रे मुवा हुन्छी कङसुङ कङना Anjang ramailo lo anjang baunsa siro. Teman bekian gimingin apa na? Yak tung bam mingang wang ko ini. Agak ko. Jasa. Yak tung ba? Member gimingin bat na. Ming bat na mingin na. Kombanda yoli pa mainin. Pa may de malego yoli nebo bro. Jasa na adam se sewaro. Lo adam se sewaro. Nogen yori nogen lo. Yori nogen. Nogen yori. Lo sewaro. Hari dungana. Hari dungana. Gimingin na. Yak tung ba nang wa mo ba? 3 नम्बर वार्ड ओबान वडा सदस्य lo wara sodasya yang बायो कोयो कप्रिङ 3 नम्बर वार्ड ओबान वडा सदस्य हरि ढुङ्गाना गारो सेवारो Yak tung mingga thini adak balle. Sewaro. Yak tung mingang याक्थुम निमिन पा मालको जो Minde bukti. Lo adam be. Yori nogen lo. Feri de tani tu मेरो र तादी आसिन ल adam be lo sewaro lo. ल हामी लाग्दैछौँ हरि भतिजहरू लु हामी यहाँबाट अब यासुक बजार यस्तो पाहाडको बजार हो भूगोल पनि यस्तो यसरी ओह्रालो छ रमाइलो छ यो मधेसबाट आउने सामानहरू यो गाडीमा आएको बुझिन्छ यहाँ 5 थर उद्योग वाणिज्य सङ्घको अफिस यहाँ रहेछ एनसिएलको कार्यालय पनि यहाँ रहेछ अहिले मधेस अथवा सहरको सुविधाबाट कति पनि वञ्चित छैन यो मानवीय संस्थानले चाहिँ सम्पन्न भएको यासुक बजार रहेछ भन्ने मलाई लागेको छ अब हामी केही छिनपछि यहाँ बिसाउने गरेर हामी फेरि भ्रमण यात्रा हामी जारी गर्छौँ आजको यो एकछिनको बिसाउनीमा गरिएको यासुक बजारको यात्राको करिब हामी अन्तिमतिर आइसकेका छौँ यो यासुक बजारको छेउमा मेलाको लागि स्पोट बनाइएको रहेछ जुन चाहिँ बेहुली जस्तो सिँगारिएको छ जुन स्थल चाहिँ भोलिको मेलाको प्रतीक्षामा छ अहिले हामी अब बिस्तारै आजको कार्यक्रम समापन गर्दै हाम्रो गुरुजीले परसम्म गाडी लगेर राख्नुभएको छ त्यो गाडी चढेर हामी आजको वासस्थानतिर हामी बिस्तारै लाग्दैछौँ अहिले हामी यो हाम्रो गाडी चढेर यासुक बजारदेखि करिब 3 मिनट दूरीमा रहेको हाम्रो कर्णलावती दाइको घरमा भन्दाखेरि कर्णलावती जेठा र महिला उदय लावती साइला भवानी लावती कैलाको नाम मलाई थाहा भएन सूर्य लावती 5 भाइको घर संयुक्त घर हो हामी हाम्रो वासस्थान आज त्यही हुनेछ र उहाँहरूको यो रमाइलो गाउँ सुन्दर गाउँहरू हामी हेर्दै जाँदैछौँ र आनन्दमय छ यो वास्तवमा एकदमै राम्रो गाउँ रहेछ मलाई चाहिँ एकदम रमाइलो लागिराखेको छ र यो करिब हामी अब यहाँ पुग्न लागेको जस्तो छौँ र यहाँ हाम्रो गाडी अब रोकिएको छ र यहाँ हामीसँग हिँड्ने यात्रु हाम्रो लाउती चेलीबेटीहरू नै हुन् यहाँबाट उहाँहरू छुट्नुहुन्छ र हाम्रो भवानी भाइको गाडी यहाँ देखिँदैछ उहाँहरू हिजै आउनुभएको भन्ने मैले बुझेको छु र यो हामी जाने गर्छ यहाँ मास्तिर उत्तरतिर मास्तिर अलिकति मास्तिर जानुपर्छ यही देखिनेहरू बडा सुन्दर देखिँदैछ र हाम्रो त्यहाँ चाहिँ यहीँ हाम्रो वासस्थान हुनेछ र हाम्रो महिला उदय भाइले हाम्रो स्वागत चाहिँ गरिसक्नु भएको छ र हाम्रो यो पर हाम्रो दाजुभाइहरू यति टाढा छन् नजिकका तर हामी पनि यति ओरै छौँ र टाढा छौँ भनेर भन्दै हुनुहुन्छ उता
हरिलावती भतिजको पनि घर यता सापाबुङतिर पर्छ भन्नुभएको छ। यो गाउँको नाम चाहिँ मैदाने हो है भनेर चाहिँ भन्नुभएको छ। मैदाने भन्छ, मैदाने यासो वार्ड नम्बर 6 ए यो चाहिँ पहिलेको अहिले ए यो त भाइहरूको त एकदम बजार नजिकै पर्छ नि मैला। 3 मिनटको बाटो हो। ए एकदम खुसी लाग्यो, मलाई राम्रो लाग्यो। यो एकदम मलिलो ठाउँ रहेछ है। मलिलो हरेक चिज डेप्टी हुने, तर पानीको पहिले अभाव थियो, अहिले चाहिँ एकदमै प्रशस्त एकदम राम्रो सुन्दर लाग्यो। त्यस्तै यो एकदम राम्रो छ। हामीलाई पनि सुन्दर लाग्यो। तपाईँहरूलाई चाहिँ यो वास्तवमा साह्रै माया गरेर राख्नुपर्ने ठाउँ रहेछ है। त्यही भएर त कर्णदाई जानुहुन्न नि, नत्र भने त अहिले के भइसक्नु हुन्थ्यो नि। अब एकदम गर्व लाग्यो मलाई। यो परको घर चाहिँ मेरो काका भाइहरूको अहिले काका र काकी चाहिँ बित्नुभयो होइन। अनि ऊ त्यो बाँसको पल्लोपट्टिबाट चाहिँ ऊ फोक्ताङलुङदेखि लिएर तपाईँलाई कुन एरियालाई हेर्नु मनपर्छ त्यो स्वरपडा देखिन्छ, देखि लिएर त्यो तेर्थुमदेखि लिएर त्यो फालेलुङ सालेलुङ त्यो चङ्थापोहरू हरेक चिज गरेर माथि हाम्रो त्यो राँकीदेखि लिएर सारा ठाउँ देखिन्छ। चङ्थापु सोरपटा त्यहाँबाट देखिन्छ। ल ठिक छ, एकदम राम्रो। अहिले आज त राम्रो समय छ, तपाईँले गएर सेट खिचिराख्दा चाहिँ राम्रो हो। यो चाहिँ तपाईँको पुर्ख्यौली घर होइन? यो 200 वर्ष पहिलेको घर। 200 वर्षभन्दा पुरानो हो। अनि के भन्थ्यो भने खङ्ग्रा भनेको त एकदमै अल्को मान्छेहरूको यो घर हो यो। तर अब हामी चाहिँ गान्टे मात्रै जन्मिया छौँ, तर हाम्रो बाजे चाहिँ खङ्ग्रा हो, एकदमै अल्को। त्यही भएर खङ्ग्रा भनेको 6-7 फिटको कान्छापट्टि मात्रै गएछन्। यो त एकदम ऐतिहासिक घर रहेछ होइन। यहाँ हाम्रो बुहारी प्रीति कुमारी लावती हिजै आउनुभएको रहेछ। यो यहाँ अहिले हाम्रो कर्णदाई बस्नुहुन्छ नि। लु छान्नु नहुने खालको रहेछ है घर, एकदम खुसी लाग्यो। काठमाडौँमा घर बनाइदिन्छु भन्दा पनि मान्नुहुन्न, तल उसमा बनाइदिन्छु भन्दा पनि मान्नुहुन्न। यहाँ आउनुहोस्, हाम्रो पारिवारिक भेट हो। उहाँको परिचय गराइदिनु न। हजुरको नाम चाहिँ? मेरो कौशिला गदङवा हो। नमस्कार छ। हामी अब यो 3 वर्षमा लाग्ने त्रिशाली मेला भन्दो रहेछ। मलाई त अब पहिला त्यति थाहा थिएन होइन। पाँचथर के अरे यहाँ यासोक बजारमा त्रिशाली मेला लाग्दो रहेछ। त्यसकै क्रममा हामी आयौँ होइन। अनि यही क्रममा हामी चाहिँ यहाँ हाम्रो कुम्मायक र कुसायकको दर्शन पनि गरौँ भनेर हामी यहाँ आइपुगेको। रमाइलो लाग्यो होइन? रमाइलो छ, यासक एकदम रमाइलो छ। हजुर एकदम रमाइलो। हामीले पनि यासक बजार दिनदिनै धाउँथ्यो अरे, लाकोमा यहाँ लाछेन भन्थ्यो अरे भनेर गीत चाहिँ गाएको। म पनि आइ नपुगेको। यतापट्टि हाम्रो भाइ नै हुनुहुन्छ, भवानी विक्रम लावती हुनुहुन्छ। उहाँ प्राय बाहिर विदेश रहनुहुन्छ। यतापट्टि हाम्रो ज्वाइँ साहब हुनुहुन्छ, हाम्रो बहिनी प्यारो ज्वाइँ, एक मात्र ज्वाइँ फेरि होइन, एक मात्र होइन। त्रिशाली मेला पनि गरौँ अनि सोल्टेनीहरूलाई पनि भेटौँ अनि यसो ससुराली पनि खाउँ भनेर तोङबाको पर्खाइमा बसिदिएको। ल धन्यवाद चाहिँ खुसी लाग्यो। कर्णदाई त कता पो जानुभएको छ? बजार जानुभएको छ उहाँको। आज हाम्रो जेठा दाजु चाहिँ आउनुहुन्न रहेछ। हाम्रो भाउजू पनि परिचय गर्नु मिस गर्नु हुँदैन भन्ने मलाई लागेको छ। भाउजू सेवाहरू ए छेमान जोगपे भाउजू हुनुहुँदो रहेछ। म चाहिँ दिवार परेँ है भाउजू। म चाहिँ धरानबाट आएको, म पनि लावती नै हो, कृष्ण लावती हो। कर्णदाईसँग हाम्रो पुरानो चिनजान छ। हजुरलाई चाहिँ देखेको थिएन, दर्शन गर्ने मन थियो। हजुरको नाम भन्नु सक्नुहुन्छ यता फर्केर भाउजू? थेमान टिबिङ थेमान बे औवा
ए ल ल के जुग फङ्पर बजो बे के माइतीको थेमान बे ए फाक्ते थेमा सङ्गमुन बे ए ए ए ल ल ल न कहाँ कहाँ छ है नानी म पारिवारिक परिचयमा आउँदैछु लु परिचय देऊ त नानी बहिनी यो चाहिँ मेरो बहिनी हो है दीक्षा लाउती ल ल ल धन्यवाद छ खुसी लाग्यो यता सेवारो म चाहिँ यो घरको बुहारी कान्छी बुहारी लाउती प्रीति लाउती हजुरको सेवारो हो हजुरको नाम थेमा ए ए ए ए लौती मावि लौती ए लौती बुहारी हाम्रो त के साइनको पऱ्यो हाम्रो दिदी ए ए ए ए जेठानी दिदी ए ए ए उसोले तपाईँ के अरे बुहारी कि बुहारी पऱ्यो कि उसो भए म लाउती नै हो मेरो नाम कृष्ण लाउती हो यो बुहारी पर्नु होला सायद है ल धन्यवाद ल सेवाहरू बे हाम्रो नानी ए ए के छ ए ए भान्जी हो हाम्रो लौतीमा लौतीको भान्जी हो भान्जी भन्दा पनि हाम्रो अब ए हाम्रो यहाँ सासू आमाको बहिनीको छोरी ए ए वासो सर ल खुसी लाग्यो धन्यवाद म पारिवारिक परिचयको लागि म आउँदैछु होइन नानीको नाम भन त छोरी ल आफ्नै परिचय दियो मेरो नाम चाहिँ केन्द्र लाउती हजुर हाम्रो अनि ज्वाइँको कर्णलाउतीको छोरी कान्छी भने म चाहिँ कर्ण लाउतीको कान्छी छोरी म एकैजना हो ए ए कहाँ बस्छौ हो तिमी अहिले चाहिँ काठमाडौँ बस्छु ए के छोरी ज्वाइँहरू चाहिँ 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 राई हुन्छ ए ए ए ल खुसी लाग्यो धन्यवाद एउटै मात्रै हो छोरी म नै ए ए यो मेरो त्यति ख्याल गरेको रहेछ केन्द्र भने चाहिँ मलाई थाहा थियो हजुर ल थ्याङ्क यू नानी ल हाम्रो यहाँ मेरो छोरी ए ए ल ल ल सिटीमा के हो ए लु 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 धन्यवाद ल खुसी लाग्यो ल यो यासुक बजारदेखि नजिकै पर्ने हाम्रो दाजुभाइ कर्ण लाउती उदय लाउती लगायत हाम्रो दाजुभाइको यो घर हो यो कलात्मक हिसाबले बनाइएको घर छ र यतापट्टि घरको वरिपरिको भूगोल यस्तो छ मैले भनिहालेँ यो एकदमै पुरानो ऐतिहासिक घर रहेछ मलाई खुसी लाग्यो आज हाम्रो दाजुभाइको घरमा यो ठाउँमा म आइरहँदा मलाई एकदम खुसी लाग्यो यहाँ हाम्रो ज्वाइँ साहब हुनुहुँदो रहेछ कर्ण लाउतीको छोरी ज्वाइँ केन्द्र भतिजी रहेछ यहाँले आफ्नो छोटकरी परिचय दिनु हजुर मेरो घर चाहिँ खोटाङ हजुर अहिले ज्वाइँ अलिकति खुट्टा चाहिँ फुटेको खुट्टा हजुर चाहिँ कता बसाइ छ बसाइ अहिले काठमाडौँतिर बसमै आउने थियो हिजो आइपुग्यो काठमाडौँतिर प्रोफेसनल हजुर हुनुहुन्छ अहिले मेरो काम जब पनि उतै भएको हो ए ए हजुर के जब होला भन्न मिल्छ कि जहाँ सर मिल्छ म शाखा अधिकृत ए ए अहिले चाहिँ राष्ट्रिय सूचना आयोगमा कार्यरत छु ल सरकारी कर्मचारी सरकारी अधिकृत हुँदो रहेछ ल हाकिम साहब पनि हुँदो रहेछ ल खुसी लाग्यो धन्यवाद सर लु टिपेर खाऊ लु टिप्पो कान्छे टिपेर खाऊ त मैले पनि अघि टिपेर खाइसकेँ खाइसकेँ मैले पनि अघि टिपेर खाइसकेँ लु जुन सरले पनि टिपेर खानुभयो एकदम यो त हजुर हामी यस्तो ठाउँमा आइपुगेका छौँ जहाँ बोर्ड एउटा टिपेर खाने ठाउँमा आइपुगेका छौँ हामी वास्तवमा यो सन्दर्भमा चाहिँ एकदमै भाग्यशाली छौँ हाम्रो विशाल ज्वाइँले पनि टिपेर खानुभयो हाम्रो विष्णु बिना लाउतीले पनि टिपेर खानुभयो हाम्रो बहिनी कृष्णकुमारी लाउतीले खाइसके हाम्रो भान्जीले पनि स्ट्रबेरी भन्दै टिप्दै खाँदैछ यो वास्तवमा ऐसेलीको बोट हो है यो मानेमा चाहिँ
हामी एकदम काफलको चाहिँ भाग्यशाली छौँ यो काफल पनि आजको लागि। काफल पनि छ होला काफलको बोट कि होइन होइन रहेछ ल तपाईँ पनि खानु त भाउजूले दाजुलाई ऐसेलु टिपेर खुवाउनु लु त ऐसेलु एकदम अर्ग्यानिक स्मल स्ट्रबेरी कर्णलाउती दाजुको घरमा बस्ने गरी आउँदै गर्दा हामी धरानदेखि यासोक छिटै पुगेको र यासोकको अवलोकन गर्न पनि भ्याएकै कारणले हामी यहाँ अलिक छिटै आएर घरदेखि माथि सबै ठाउँमा देखिने ठाउँमा आएर हामी रमित हेर्दैछौँ र यहाँ बाल्यकाल बिताएका हाम्रो केशकुमारी बहिनीलाई के हुन् के हो कसो यहाँ भनिदेऊ त नानी भन्दाखेरि यिनले यो सबै लाउती गाउँ हो दाइ र सुरुमा लीला लाउती अनि कर्ण लाउती अनि मेघराज लाउतीको घर पर्छ अनि चाहिँ यो यतातिर यो फुलेको चाहिँ भोगटेको फुल हो र यसबाट चाहिँ रक्सीहरू बनाइन्छ यो चाहिँ रक्सी औषधिको रूपमा प्रयोग हुन्छ भनेर भनेकी छिन् हेर्दा पनि एकदमै राम्रो देखिएको छ बडा रमाइलो सुन्दर देखिएको छ र चाहिँ ल भाइ पुरानो कि बाल्यकालको तनेरी अवस्थाको सम्झना आउँछ होला नि कस्तो राम्रो ठाउँ रहेछ तपाईँहरूको यो म त अचम्म लाग्यो भाइले त्यहाँदेखि देखिने फिदिम लुम्फाबुङ नुवामी डाँडा चाङतापु लगायतका धेरै ठाउँहरू हामीलाई देखाउँदै हुनुहुन्छ र पाँचथरको अधिकांश महत्त्वपूर्ण पहाडहरू दृश्यहरू यहाँबाटै देख्न पाइने अचम्मको यो डाँडो रहेछ बडा आनन्द लागेको छ र यसपछि हामी बेलुका पनि भयो वासस्थानतिर हामी लाग्दैछौँ। यहाँ हुनुहुन्छ यो यासोककै प्रबुद्ध विद्वान लोकप्रिय समाजप्रेमी हामी लौती परिवारमा सम्भवतः एमए शैक्षिक योग्यता आर्जन गर्नेमा पहिलो व्यक्तिमा पर्नुहुन्छ। पद्मसुन्दर लाउती पछिको दोस्रो लाउती परिवारको उच्च धरोहर हुनुहुन्छ उहाँ। यासोकमा ग्रेजुएट सरहको कमर्स कलेज खोली लामो समयसम्म क्याम्पस प्रमुख हुनुभई भर्खरै निवृत्त हुनुभई निवृत्त जीवन व्यतीत गर्ने क्रममा हुनुहुन्छ। म यासोक आउँदा लाउती परिवारको शिखर व्यक्तित्व दाइ कर्ण लाउती ज्यूसँग थोरै बोल्न मैले विचार गरेर अगाडि चढेँ। र दाजु नमस्कार, तपाईँ सन्चै हुनुहुन्छ दाइ? हजुरको के छ हालखबर भनिदेऊ न। यो मेरो ठ्याक्कै अहिलेको अवस्था हेर्दा चाहिँ भनौँ अलिकति 2-4 वर्ष अगाडिदेखि स्वास्थ्यमा अलिकति नेगेटिभ छ। उहाँले मलाई अरू सबै ठिकै छ भाइ, जीवनमा प्रक्रिया चलिरहन्छन्, अहिलेको अवस्थामा थोरै अस्वस्थ छु, हस्पिटलको फलोअपमा छु, अरू सामान्य छ भन्नुभयो। मैले पनि हाम्रो सम्पूर्ण लाउती परिवारको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेर उहाँसँग छोटोमा भलुकको सारी टुङ्ग्याएँ। हामी कुम्मयक मन्दिरमा दर्शनमा हिँडेको, पानी परिराखेको छ। यहाँ हाम्रो सबै लाउती परिवार मात्रै छौँ। ल यहाँ हाम्रो दीक्षा लाउती, यहाँ हाम्रो बाबुहरू ल भाइहरू छन्। ल जयसा पनि आउँदै हुनुहुन्छ। आजको पानी चाहिँ एउटा ऐतिहासिक रहने भयो जस्ता। ल ल ल ल ल जाउँ हामी जाँदैछौँ। हजुर यो यासोक बजारको मेन चोक हो। आज 23 गते त्रिशाली मेलाको पहिलो दिन राम्ररी यो भव्य र सभ्यताका साथ यो मेला सुरु हुनुपर्ने पानी परेको कारणले गर्दाखेरि आज यो अवस्था छ। अहिले करिब 10 बजेको अवस्था छ। तर हामी चाहिँ कुम्मयक मन्दिरको
दर्शनको लागि हामी हिँडिराखेका छौँ र यहाँ हामीसँग हिँड्ने परिवारहरू हुनुहुन्छ र हामी जोस् आज को चाहिँ यो कुमायोग मन्दिरको दर्शन देवीको दर्शन गरेर हामी फर्किने जमलकमा हिँडिसकेका छौँ। हामी यहाँबाट हिँड्नुपर्ने हो दीक्षा ए ल ल हामी जाँदैछौँ है। हाम्रो नातिनीहरू हाम्रो छोरीहरू र हाम्रो मित्रहरू हुनुहुन्छ। ल अब यहाँबाट हिँड्छौँ होइन। कति मिनट लाग्छ नानी? त्यति टाढो त होइन रहेछ है। ए ल ल ओके। यो हाम्रो पारिवारिक धार्मिक यात्रा हो। तर आज चाहिँ पानी परेकोले गर्दाखेरि यो त्रिशाली मेला भव्य र सभ्यका साथ सुरु हुनुपर्ने चाहिँ आज अब अबेलै सुरु हुन्छ होला। तिमीहरू पनि गाडीमा आयो? भगवान्ले जुराउँदो रहेछ नानी। ल ठिक छ। अब यहाँ अब हामीलाई कति समय लाग्ने हो, कति टाइम? यहाँबाट हिँड्ने होइन? के गर्नु आँट्यौ तिमीले? म लाउनु? यो लाउनु त्यसरी हो, त्यसरी हो, त्यसरी। दाजुलाई त चिसो पर्ने हुँदैन। पानी झन् बढ हुन्छ। त्यही माथिबाट लाउनु न, त्यही माथिबाट लाउनु चिसो पस्छ। त्यही माथिबाट लाउनु चिसो हुन्छ क्या। हो त्यसरी। बस भयो होइन? को गएको? अब मै गएको होइन, मैले किनेको होइन। बच्चा नानीलाई हामी चाहिँ यो पानी परेकोले गर्दाखेरि हैरान भएर हामी चाहिँ अब यो कसैले छाता कसैले यो के भन्छ त्यसलाई किनेर लाएर हामी अब करिब 10 मिनट जस्तो हामी हिँडेर जान्छौँ र हाम्रो कुमायोग मङलाई हामी दर्शन गरेर पूजा गरेर हामी फर्किँदैछौँ। आज विशेष दिन अब यो यासु बजारको चोकबाट चाहिँ हाम्रो यो कुमायोग देवी पूजाको लागि हाम्रो एक किसिमको धार्मिक र्याली भइराखेको छ। आज पानीले पनि डिस्टर्ब गरिरहेको स्थिति रहँदा रहँदै पनि आजको जुन 3 सालमा लाग्ने मेलालाई समयमै साइडमै यो चाहिँ पूजा गर्नुपर्ने परम्परा भएकोले गर्दाखेरि यो धार्मिक र्याली सुरु भएको छ। पुजारी सहितको विभिन्न हाम्रो लिम्बू संस्कार संस्कृति झाँक्री सहित बडा सुन्दर एउटा दृश्य अवलोकन देख्न सक्छौँ र नौमती बाजा र बाजाको हाम्रो लिङ्गो विधि विधान सहितको पुजारी सँग अब हामी पनि उहाँहरूसँग सँगै लाग्छौँ। कता किन्नु भयो है? ल ल ल ल रेडी अब ल जाउँ त है त। ल जाउँ। को रह्यौँ हामी? अब उहाँहरूसँगै जाउँ न। यो धार्मिक यो र्याली चाहिँ यो अलिकति सिँढी चढ्नु पर्ने र सिँढीबाटै हिँड्नुपर्ने स्थितिहरू रहेछ। नयाँ पुजारी आज एपोइन्टमेन्ट हुँदैछ भन्ने खालको कुराहरू मैले बुझ्नमा पाएको छु। सिँढीबाट जानुपर्ने हाम्रो प्रावधानहरू रहेको छ। हुन त कुनै पनि देवी देवतामा हामीले दर्शन गर्नको लागि केही समय हामीले हिँडेर जानुपर्छ भन्ने मान्यता पनि हाम्रो प्रबल रहेको छ। र जो सिँढी
हिँड्न सकिने र सहज किसिमको रहेछ। लु हत्तेरिका आमामा लु है कता छ हौ घरको लिस्नु लामो भनेर हिँडेको मान्छे लामो पर्छ नि कान्छी लामो पर्छ त हात्ती मात्रै भयो ल ल के छ नि भाउजूको अवस्था ल धरानको घरको त माथिको तला लामो भएको थियो अब यो कति लामो हो कि छोटो हो ल भनिदेऊ त ल के छ ल बिस्तारै हिँड है बिस्तारै हिँड त्यस्तो उकालो छ ल साह्रै गाह्रो परिराखेकै होला आउनु आइहाल्यो देवीको दर्शन गर्नुपर्छ ल पुग्नु आँट्यो पुग्नु आँट्यो ल ल ल गाडी गाह्रो कतिको भइरहेछ लु भाउजूलाई तान है कान्छे ल अब हामी पुग्नु आँट्यौँ होइन त ल आदरणीय दर्शकवृन्द अन्तत हामी यो कुम्मायक मन्दिरमा हामी आइसकेका छौँ र यसको वरिपरिको वातावरण यो कुम्मायक मन्दिरको वरिपरिको वातावरण यस्तो छ र यहाँबाट हामी दर्शन गर्ने अहिले प्रोग्राम छ कुम्मायक माङको दर्शन गर्न दर्शनार्थीहरूको चकाली बाक्लो भिड छ र हामी त्यही कर्ममा छौँ र यो यसरी म वरिपरि दर्शनार्थीहरूको चाहिँ जमघट लाइनलाई मैले यहाँ प्रस्तुत गरेको छु र यसरी पूजाआजा गर्ने बल वरदान माग्ने सबै दर्शनार्थीहरू व्यस्त छन्। यो मैले पनि युवा माङको नाममा घन्टी बजाएर युवा माङलाई सेवा ढोक गरेँ। कुम्मायक माङले हाम्रो सबैको कल्याण गरून् भन्ने प्रार्थना मैले गरेँ। खोइ तिमीहरूको यो लाइनमा छ हो लाइनमा छ हो कति ला लाइनमा लागेको हो आमै कति टाइम लाग्छ होला नि छैन जान्छन् छैन त्यहाँ अब नानीहरूसँग मिलाउ कति समयसम्म लाग्छ भाइ यहाँ यो अब एकछिन अब 12:30 12:30 त्यस पछाडि अब यो मेन पुजारी तल झरेपछि हजुरको यो सकिन्छ। ल ल अन्तत मेरो पनि माङको दर्शन गर्ने अवसर आयो र म थानभित्र छिर्दैछु। भक्तिभावले दर्शनार्थीहरू पूजा आराधना गर्दैछन् र माङको आसन स्थान यस्तो खालको छ र मैले पनि म र मेरो परिवार र विश्व मानवको कल्याण होस् भन्ने प्रार्थना गर्दै माङसँग प्रार्थना गरेर यो महादर्शनलाई मैले यहाँ अन्त गरेँ र बाहिर म निस्किँदैछु। नमस्कार, म देवेन्द्र लावती 1 नम्बर वार्डको वडा अध्यक्ष कुम्मायक गाउँपालिका र अहिले तङसुङ नाम 5086 त्रिशुली पूजा एवं मेला 2083 को समारोह समितिको अध्यक्ष। हजुर यो आज विशेष गरेर 6औं 7औं शताब्दीबाट जुन चाहिँ 849 देखि 665 सम्म राजा गुहाङले आफ्नो राज्य विस्तार गर्ने क्रममा उत्तरमा तिब्बतसम्म र दक्षिणमा चाहिँ दलालगढसम्म आफ्नो राज्य विस्तार गर्ने क्रममा चाहिँ युमाको सिद्धि शक्ति प्राप्त गरेर युमाको आशीर्वादले उहाँले 3 वर्षमा अथाह रूपमा चाहिँ राज्य
विस्तार गर्न सफल हुनुभएको हजुर र त्यो खुसियालीमा 3 वर्षमा चाहिँ युमाको शक्ति युमाको आशीर्वाद लिएर हजुर अत्यन्तै धेरै हजुर राज्य विस्तार गर्न सफल भएको र यही ठाउँबाट हजुर चेम्पुजोङबाट यासोकमा आफ्नो राज्य विस्तार सँगसँगै यहाँबाट आफ्नो राज्य विस्तार गर्ने क्रममा चाहिँ अत्यन्तै धेरै चाहिँ उहाँले चाहिँ राज्य विस्तारमा चाहिँ सफलता प्राप्त गरेको हजुर त्यो खुसियालीमा चाहिँ प्रत्येक 3 वर्षमा हजुर त्यो पनि वैशाख महिनामा चाहिँ टङसुम त्रिशाली पूजा मान्ने यहाँ चाहिँ किन मान्ने भन्दाखेरि यो क्षेत्र चाहिँ मेन्नीमाङ मेन्धामाङ पुनोमाङ सेक्टामाङ जहाँ सम्झे त्यहाँ भेट्न सकिने नदेखिने नजानिने अप्रत्यक्ष शक्ति हजुर जुन चाहिँ तागेरा निया बुङ्गुरी भन्न सकियो हजुर यासकेली पान्थरेली हजुर युमामाङ बुढी बजुको रूपमा पनि संसारभरका हजुर लिम्बूहरूले मान्ने गरेको छ हजुर जसरी संसारको क्रिस्चियनहरूले चाहिँ जेरुसलममा आफ्नो धार्मिक आस्थाको केन्द्र माने जस्तो हजुर संसारको हिन्दूहरूले चाहिँ पशुपतिनाथ मन्दिर माने जस्तो हजुर यो संसारको लिम्बूहरूले चाहिँ आफ्नो प्रमुख सिद्धि शक्ति प्राप्त गर्ने र युमाको साक्षात रूपमा दर्शन गरेको क्षेत्र गुम्बायक युमामा प्रत्येक 3 वर्ष गर्दाखेरि चाहिँ आफूले सोचेको आफूले चाहेको र आफूले भागेको भागलहरू पुरा हुने मनोकांक्षा र विश्वासका साथ हजुर यहाँनिर चाहिँ नेपालको विभिन्न जिल्ला सँगसँगै 10वटा भन्दा बढी राष्ट्रहरूबाट हजुर यहाँ चाहिँ आफ्नो मनोकांक्षा पुरा गर्नको लागि पूजा आजा गर्नको लागि चाहिँ त्रिशाली पूजाको अवसर पारेर आउने गरेको छ। ए अनि यो आज मैले सुन्नमा आएको हाम्रो नयाँ पुजारीको चाहिँ व्यवस्थापन छ यसको चाहिँ प्रकृति के होला विशेष गरेर आज चाहिँ पहिलो पटक नयाँ योभन्दा अगाडि रुद्रबहादुर लाउती पुजारी उहाँको देहावसान भएपछि पुजारीकै सन्तानबाट चाहिँ पुजारी बनाउने प्रचलन छ जुन चाहिँ तपाईँको तुम्याङ प्रणालीबाट हजुर बसेर उहाँहरूको त्यो परिवारमध्येबाट जसको तपाईँको त्यहाँ रोल क्रम आउँछ उहाँलाई चाहिँ पुरानो पुजारीको सम्पूर्ण सामग्रीहरू हस्तान्तरण गरेर उहाँलाई जिम्मेवारी सुम्पेर चाहिँ गर्ने प्रचलन अनुसार आजको नयाँ पुजारीलाई सम्पूर्ण सामग्रीहरू यो मानेमा आजको दिन चाहिँ एकदम महत्त्वपूर्ण रहेछ होइन एकदम महत्त्वपूर्ण अनि मैले यहाँसँग जानकारी दिँदै गर्दाखेरि के हाम्रो यो लौती थर्का मात्रै पुजारीहरू हुने गर्छन् भन्ने कुरामा चाहिँ के सम्बन्ध राख्छ होला हजुर यसभन्दा अगाडि 3 वर्षमा पुरानो इतिहास हेर्ने हो भने चाहिँ प्रत्येक 3 वर्षमा पालो सिस्टम थियो हजुर एकपटक यासोको पालो हुन्थ्यो अर्को पटक स्याब्रुम्पाको पालो हुन्थ्यो अनि अर्को पटक स्याब्रुम्पा हजुर रानीगाउँ हजुर यो 3टा गाविसको सङ्गम स्थलमा रहेको गुम्बायक माङ्गिम हजुर अनि त्यसो गर्दाखेरि 3 पटकमा पालो सिस्टमबाट चल्ने प्रचलन थियो हजुर पहिला तर अहिले विगत निकै लामो समयपछि हजुर पछि चाहिँ हजुर लाउतीहरूले लामो समय भयो अहिले चाहिँ एकछत्र रूपमा चाहिँ पूजाआजा गर्दै आएर पुजारीको रूपमा चाहिँ भूमिका खेले त्योभन्दा अगाडि चाहिँ सङ्गमाङले पनि पालो सेमजोङको पनि आउँथ्यो र लाउतीको पनि पालो सिस्टम थियो तर अहिले झन्डै 70-80 वर्षभन्दा बढी भयो लाउतीहरूले मात्रै सञ्चालन गर्दै हजुरलाई धेरै धन्यवाद है दास नमस्कार सेवाहरू अघि आउँदाखेरि चाहिँ यहाँ पानी एकदम जाम परिराखेको थियो र यो हामी अग्लो ठाउँमा आएका छौँ स्वाभाविक हो जाडो पनि छ तर जब पुजारीज्यूले पूजा थाल्नु भएपछि पानी झ्याप्प अडिएको छ यो एउटा दैविक शक्ति हो भन्ने मलाई लागेको छ र हामी यो हाम्रो पनि यो पूजा आराधना पछाडि यो महादर्शन पछाडि हामी पनि अब लाग्दैछौँ अब पूजा सकेर हामी बाटो लाग्दैछौँ दर्शनार्थीहरूको अवस्था यस्तो छ जस युमामाङले बल दिनुभएको छ सकिन्छ होइन ओह्रालो जान सकिन्छ होइन ओके ल हिँड्नुहोस् त
अहिले यो कुसायक दर्शनको लागि हामी जाँदैछौँ। यो सिँढी एकदमै ठाडो आकाशे सिँढी रहेछ, खुड्किलो चढ्न एकदम गाह्रो। हाम्रो बहिनी ज्वाइँ विशाल र केशकुमारी लावती पुग्नु भएको छ। यो चाहिँ सिधै मन्दिरमा पुग्छौँ भनेर चाहिँ हामी ठाडो बाटो आएको। सानो पनि भयो। ल ल ओके छौँ भने त ल बहिनी ज्वाइँहरू। हामी यो कुसायक मन्दिरमा आइसके तापनि कुसायक मन्दिरको चाहिँ ढोका खोलेको रहेनछ। यो चाहिँ वास्तवमा यो भोग खाने देवी हुनुहुँदो रहेछ र बोका राँगाहरू चाहिँ यहाँ भोग दिनको लागि निकै तयार पारिएको छ भनेर हाम्रो केशकुमारी लावती बहिनीले भन्नुभएको छ। तिनै गाउँ पालिका साबिक भनौँ न यो भोग चलाउने चलन रहेछ होइन। यो भएको अनुसार यो बाँकी नै छ अहिले होइन। हिजोहरू पुजारीमाथि गुमायोबाट सकेर आउँदै हुनुहुन्छ। उताबाट आउनु पर्यो। उताबाट आउनु पर्यो, त्यसपछि चाहिँ यहाँको एउटै पुजारी हो। हजुर एउटै पुजारी हो। माथि चाहिँ अब यो चाहिँ हाम्रो यो राँगाहरू चाहिँ तिनै पालिकाले चाहिँ ल्याएर संयुक्त रूपमा पूजा गर्ने चलन छ। यो बोकाहरू पनि त्यही नै होला होइन। पर्सनल व्यक्तिगत भाकलहरू पनि पर्सनल व्यक्तिगत भाकलहरू भालेहरू होइन। ल सही हाम्रो चाहिँ पूजाको भाकल गर्ने र भोग खुवाउने बोकाहरू रहेछ। अब यसको चाहिँ काम अहिले बाँकी नै छ भन्ने कुरा बुझिन्छ। हामी यताबाट हामी जान्छौँ। अहिलेलाई भने यो कुमाया कुसायको दर्शन पछाडि हामी हाम्रो वासस्थान दाजु कर्ण लावतीको घरतिर जाँदैछौँ। बिना भने खुट्टा दुखेको कारणले उनी अगाडि नै गइसकेकी छिन्। ल छिटो खोइ तिम्रो लौरो हिजोको मङ्गलले दिनुभएको लौरो हरायो नहरायो भनेको। बाटो अप्ठ्यारो छ के गर्नु, समाउनु पर्छ, तान्नु पर्यो। ल आऊ आऊ। ल हाम्रो यो यासकको हाम्रो कर्णदायको घर पछाडिबाट हामी अहिले मेलातिर जाँदैछौँ। ल टिप्यो हुन्छ त्यही बोका। ल ल हैसे ल माथि पुगिसकेको मान्छेहरू छिटो हिँड। यो पछाडिको गाउँघरको वातावरणहरू यस्तो छ। गाउँ परिवेश अति राम्रो छ। अब हामी यहाँ अलिकति उक्लेर मास्तिर हामी जाँदैछौँ। कान्छी यहाँ कति परबाट माथि जाने हो, कताबाट जाने हो? यहाँबाट उँभो हो। ए ल ल नानीहरूकै हो। कसले गर्छ दियो? पहिला मलाई यहाँ हालो जोत्न लायो नि नयाँ ज्वाइँ हुँदा। ए नयाँ ज्वाइँको यहाँ भाग खाइयो ज्वाइँ साहब? खाइयो नि हजुर, चलनै त्यस्तो। अब के गर्नु, अब लौते ससुरालीहरू पर्यो होइन हाम्रो संस्कृति अनुसार चल्नु पर्थ्यो पर यसरी पारी देख्ने या पर यो फक्च भन्नेहरू लामाटार बाङजाउ राम्रो देख्न सकिन्छ। गाउँ परिवेश अति राम्रो रमाइलो छ, आनन्दको ठाउँ छ। मलाई चाहिँ बाल्यकालको सम्झनाले एकदमै नजिक ल्याएको अनुभूति भयो। के गर्ने अरे कान्छी भन भन। लौतीहरूले गर्नै पर्ने हाम्रो चोखोबाको धान चाहिँ यो हो दाजु। ए यो यता हेर्नु त। यो यता ए उयो गाह्रो लाग्यो। गाह्रो लाएर माथि माथि जिउरीको बोर्ड माथि यो गोबर यत्रै छ पहिल्यैदेखि। यो थान जस्तो देखिनेमा हो। ए के यसले के थान भन्छ? यो सल्लाह चोखोबा। यो लौतीहरूले चाहिँ यो चोखोबा भने पूजा गरेन भने बौलाउँछ अथवा अशुभ अशिष्ट हुन्छ भन्ने कुराहरू छ है। है
ल है तिमी छिटो आऊ है। यहाँ हाम्रो बहिनी ज्वाइँले पालम मिठो गाउने कुरा कहानी हाम्रो भइसकेको छ। फुरियाङ गिदिम सिला अब बि अर्को त्यसरी ला ल ल को गीत गाउने एउटा गीत गाएलौँ त गाएर कान्छे अरूले छैन देउतारी अहम जाउँ अब यासोक बजार दिनदिनै धाउँथ्यो रे लाको मायाला छैन भन्थ्यो रे जाउँ जाउँ रे लयमा। हामी कर्णबहादुर लाउती दाजुको घरबाट त्रिशाली मेला हिँड्दै गर्दा पापाङ लाउती संघको भवन पनि हेर्ने अवसर मिलेको छ है। यो यासोक बजारको करिब 100 मिटर उत्तरतिर निर्माणाधीन अवस्थामा छ। पछाडिपट्टि के गाउँ हो कान्छी भन त के गाउँ हो? यो पहाडी देखेको चाहिँ रानी गाउँ र यहाँबाट पहाडी पर देखिने फिल्म हो कि के हौ? लु यहाँबाट पनि देखिँदो रहेछ। मलाई कन्फ्युज भइरहेछ हो अनि त्यति नजिकै रहेछ। ल जाउँ। ए हजुर होइन छिटो गरेर आउनु नि। लु म खुट्टा दुख्ने माथि त यहाँ माथि आइसकेँ। तपाईँ चाहिँ त्यहीँ ऐसेलुको फेदमा झुन्डिरहनु हुने। ल म आएँ झुन्डिरहन मन लाग्यो। ऐसेलुको बोटमा खाँदै खाँदै आउँदैछु यसरी। उताको उकालो छ। म यहाँ लौरो टेक्दै भए पनि यहाँ माथि आइसकेँ। तपाईँ चाहिँ त्यहीँ ऐसेलुको बोटमै झुन्डी बस्नुहुन्छ। लु म आइसक्यो। कता पुग्यो हौ तिमीहरू? ए भाउजी त पामै सर्दैछ। ओहो लु भेट त माथि बहिनी ज्वाइँलाई। यासोक बजार झक्की झकाउ छ। मानिलिउँ यो 3 दिनको बेहुली सिँगारिएको दुलहा दुलही जस्तो छ। मानिसहरूको आवत जावत ओहोर दोहोर सुरु भइसकेको छ। रमाइलो मान्न विभिन्न ठाउँबाट आउने कार्य सुरु भइसकेको छ र रमाइलोसँग यासोक बजारले आफ्नो रमाइलो रूप देखाउनमा पछि परेको छैन र यो अति एउटा सुन्दर अवसरको रूपमा र सुन्दर भेटघाटको रूपमा, सुन्दर रमाइलोको रूपमा, सुन्दर अवसरको रूपमा मानिसले लिएको पाउने गर्दछु। ए यासोकै हुनुहुन्छ नि तपाईँ? ए मेला घुम्न आउनुभएको है? उहाँ धरान 5 थर सङ्गम समाजका अध्यक्ष हुनुहुन्छ। उहाँ सुनसरी धरानमा रहनुहुन्छ। उहाँ धेरै वर्ष पछाडि आफ्नो ठाउँमा मेला घुम्न आउनुभएको छ। मध्य स्थिति यासोक बजार यासोक खाल्लेबाट हाम्रा प्रिय कलाकारहरू राई जातिका समुदायभित्रको लोक संस्कृति लिएर नाच्दै आउनुभएको छ र यतापट्टि धानास पनि हाम्रो सुरु भइसकेको छ। यो यासोक बजारको सेन्टर पिच चोक हो। 2083 सालको त्रिशाली मेलाको मुख्य र्याली हो। केलाङहरू
यी नृत्यहरू र बजाउने चाहिँ यो चोकमा घुमाउने कार्यक्रम छ भन्ने मलाई लाग्छ। राई समुदायको चण्डी हाम्रो लिम्बू संस्कृति नमस्ते हजुर, यो के हो हजुर? यो कथेमाम्बे ए के जोङ बन्ने खोल्दा मर्चा बनाउने? यसबाट चाहिँ मर्चा बन्छ जाडमा लाउने। ए घर कहाँ पर्यो हजुरको? यासकमै हो? यासकमै हो घर? नमस्कार गरेँ है। परिचय पाउन। ए हजुर के व्यापार गर्नुहुन्छ? अनि तपाईँहरूको गाउँ त यासोक त एकदम रमाइलो भएछ नि त होइन? त्रिशाली मेलाले साह्रै राम्रो पालम भन्नुहुन्छ। एक टुक्रा पालम भात सार्न।